पैसाको बारेमा हामीलाई घर परिवारमा के सिकाइन्छ? राम्रोसँग पढ्नु, स्कुलमा राम्रो गर्नु अनि एउटा सुरक्षित जागिर खोज्नु। तर के साँच्चीकै यही हो त धनी बन्ने बाटो? आज हामी रबर्ट कियोसाकीको संसारभरि नै चर्चित किताब रिच ड्याड पुअर ड्याडको बारेमा कुरा गर्दैछौँ, जसले पैसाप्रतिको हाम्रो परम्परागत सोचलाई नै जरैदेखि हल्लाइदिन्छ। ल सुरु गरौँ कियोसाकीका दुई बुबाको कथाबाट। एकजना थिए उनका आफ्नै बुबा जो एकदमै पढे लेखेका, पीएचडी गरेका थिए, तर पैसाको मामिलामा सधैँ सङ्घर्ष गर्थे। किताबमा उनलाई गरिब बुबा भनिएको छ। अर्का थिए उनका मिल्ने साथीका बुबा जो धेरै पढेका थिएनन् तर निकै सफल उद्यमी थिए। उनी थिए धनी बुबा। उनीहरूको सल्लाहमा आकाश पातालको फरक थियो। गरिब बुबा भन्नुहुन्थ्यो, राम्रो कम्पनीमा काम पाउनका लागि मेहनतले पढ। तर धनी बुबाको सल्लाह ठिक उल्टो थियो, राम्रो कम्पनी किन्न सक्नका लागि मेहनतले पढ। उनीहरूको सोचाइमा पनि उस्तै भिन्नता थियो। गरिब बुबाको मान्यता थियो पैसाको मोह नै सबै खराबीको जड हो, जबकि धनी बुबा भन्थे पैसाको अभाव पो सबै खराबीको जड हो। जब कुनै चिज किन्ने कुरा आउँथ्यो, गरिब बुबा सिधै भनिदिनुहुन्थ्यो, यो किन्ने मेरो हैसियत छैन। कुरा त्यहीँ सकिन्थ्यो। तर धनी बुबा चाहिँ प्रश्न गर्नुहुन्थ्यो, म यो कसरी किन्न सक्छु? सोच्नुहोस् त, एउटा जवाफले दिमागलाई नै बन्द गरिदिन्छ, अर्को प्रश्नले चाहिँ नयाँ बाटो र सम्भावना खोज्न लगाउँछ। अब गरिब बुबाले देखाएको बाटो जुन हामीमध्ये धेरैले अपनाउँछौँ, त्यसलाई किताबले एउटा पासो भन्छ, अर्थात् ऱ्याट रेस। एउटा यस्तो दुश्चक्र जुन कहिल्यै सकिँदैन। यो ऱ्याट रेस आखिर हो तरी के? यो हाम्रो आधुनिक जीवनको कथा हो। बिहान उठ्ने, काममा दौडिने, महिनाको अन्त्यमा तलब थाप्ने, अनि त्यो पैसाले घर भाडा, बिजुली पानी, गाडीको किस्ता जस्ता बिलहरू तिर्ने, अनि फेरि अर्को महिना उही चक्र दोहोरिन्छ वर्षौंसम्म। मानिसहरू पैसा कमाउनका लागि काम त गर्छन्, तर त्यो पैसा खर्च र ऋण तिर्दैमा सकिन्छ। सम्पत्ति बनाउने त मौका नै मिल्दैन। अब प्रश्न उठ्छ, मान्छे किन यो चक्रमा फस्छ त? किताब भन्छ यसको पछाडि दुईवटा शक्तिशाली भावना छन्, डर र लोभ। पैसा नहुने डरले मानिसलाई मन नपरे पनि सुरक्षित जागिरमा बाँधेर राख्छ, अनि जब पैसा हातमा आउँछ तब राम्रो गाडी, नयाँ फोन जस्ता चिजहरू किन्ने लोभले खर्च बढाउँछ। यही डर र लोभको अनन्त खेलमा मानिसहरू फस्छन्। यो तालिकामा हेर्नुस् त, कुरा एकदमै छर्लङ्ग हुन्छ। मध्यवर्गीय परिवारमा तलबको रूपमा आम्दानी भित्रिन्छ, तर त्यो तुरुन्तै कर तिर्न, घरको किस्ता, गाडीको लोन अनि क्रेडिट कार्डको बिल तिर्न बाहिरिन्छ। सम्पत्ति एसेट्सको कोठा हेर्नुस्, लगभग खाली छ, तर दायित्व लायबिलिटिजको कोठा चाहिँ ऋणले भरिएको छ। यसरी पैसा आउँछ र तुरुन्तै जान्छ, सम्पत्ति जम्मा नै हुन पाउँदैन। त्यसो भए यो चक्रबाट बाहिर निस्कने उपाय के त? हो, यहीँनिर आउँछ धनी बुबाको पहिलो र सबैभन्दा महत्त्वपूर्ण पाठ, जुन हाम्रो सोचभन्दा बिल्कुलै फरक छ। धनी बुबाले कियोसाकीलाई एउटा अनौठो तरिकाले सिकाउनुभयो। सुरुमा उनलाई एकदमै थोरै तलबमा काम गर्न लगाइयो, ताकि जागिरे हुनुको अनुभव कस्तो हुन्छ भनेर बुझ्न सकियोस्। जब उनी त्यो थोरै तलबले निराश भए, धनी बुबाले उनलाई सित्तैमा काम गर्न लगाए। अचम्म लाग्ला, तर यसको कारण थियो उनको दिमागलाई तलबको लोभबाट बाहिर निकालेर पैसा कमाउने नयाँ अवसरहरू देख्न सक्ने बनाउनु। र यही अनुभवबाट निस्किएको सार हो, गरिब र मध्यम वर्गीय मानिसहरू पैसाको लागि काम गर्छन्, तर धनीहरू उनीहरू पैसालाई आफ्नो लागि काम गराउँछन्। यो सोचमा नै आकाश जमिनको फरक छ। अब कुरा गरौँ त्यो रहस्यको, त्यो एउटा नियमको जसले धनी बुबाको सोचलाई डोर्याएको थियो। यो एकदमै सरल तर शक्तिशाली नियम हो। सम्पत्ति बनाउनका लागि जान्नै पर्ने त्यो एउटा नियम के होला? किताबको सबैभन्दा महत्त्वपूर्ण अवधारणा यही प्रश्नको उत्तरमा लुकेको छ। नियम एकदमै सरल छ। सम्पत्ति अर्थात् एसेट त्यो चिज हो जसले हाम्रो गोजीमा पैसा हाल्ने काम गर्छ। सिम्पल, यसले आम्दानी ल्याउँछ। र यसको ठिक उल्टो, दायित्व अर्थात् लायबिलिटी त्यो चिज हो जसले हाम्रो गोजीबाट पैसा बाहिर निकाल्छ। बस यति नै हो। पैसा कता बगिरहेको छ त्यही नै मुख्य कुरा हो। अब यो सरल परिभाषाले एउटा ठूलो र विवादास्पद प्रश्न खडा गर्छ। के हामी बसिरहेको घर सम्पत्ति हो त? हामी सधैँ घरलाई आफ्नो सबैभन्दा ठूलो सम्पत्ति भन्छौँ, होइन त? तर किताबको नजरबाट हेरौँ, घरको किस्ता, कर, बिमा, मर्मत सम्भार यी सबैले के गर्छ? पैसा गोजीबाट बाहिर निकालिरहेको हुन्छ। जबसम्म कुनै चिजले पैसा बाहिर निकालिरहन्छ, त्यो सम्पत्ति हुन सक्दैन। त्यसैले यो परिभाषा अनुसार बस्ने घर त वास्तवमै एउटा दायित्व पो रहेछ।
जब यो सम्पत्ति र दायित्वको खेल राम्ररी बुझिन्छ तब धनीहरू किन झन्झन धनी हुँदै जान्छन् भन्ने कुरा पनि छर्लङ्ग हुन्छ। ल यो तालिकामा हेर्नुहोस् धनीहरूको नगद प्रवाह कस्तो हुन्छ। उनीहरूको आम्दानी तलबबाट होइन उनीहरूको सम्पत्तिबाट आइरहेको छ, जस्तै घर भाडाबाट, सेयरको नाफाबाट वा ब्याजबाट। यो आम्दानीले उनीहरूको खर्च टार्छ अनि बचेको पैसाले उनीहरू फेरि नयाँ सम्पत्ति किन्छन् जसले अझै धेरै आम्दानी ल्याउँछ। यो एउटा यस्तो मेसिन हो जसले आफै पैसा बनाइरहन्छ। त्यसैले मूल मन्त्र के हो भने धनी बन्नका लागि सम्पत्ति जम्मा गर्नुपर्छ, जबकि गरिब र मध्यवर्गीय मानिसहरू चाहिँ झुक्किएर दायित्वहरूलाई नै सम्पत्ति ठानेर किनिरहेका हुन्छन्। यही नै उनीहरूको आर्थिक अवस्थामा सबैभन्दा ठूलो फरक पार्ने कुरा हो। अब यो सबै कुराको अन्त्यमा किताबले धनको परिभाषा नै बदल्दिन्छ। त्यसो भए साँचो धन भनेको के हो त? किताब अनुसार साँचो धन भनेको पैसाको थुप्रो होइन, यो त समय हो। यसको परिभाषा कस्तो छ भने यदि आजैदेखि काम गर्न छोड्ने हो भने कति दिनसम्म आफ्नो जीवनशैली धान्न सकिन्छ, हो त्यही समय नै वास्तविक धन हो। त्यसैले यो विश्लेषणलाई बिट मार्दा आफैलाई एउटा प्रश्न सोध्न जरुरी छ। यदि आजै काम गर्न छोडियो भने कति समयसम्म बाँच्न सकिन्छ? हो, यही प्रश्नको जवाफले नै हाम्रो आर्थिक अवस्थाको साँचो ऐना देखाउँछ।